हेलो साथीहरू, सम्पूर्ण साथीहरूलाई दर्शक नमस्ते होइन। आज चाहिँ हामी दैलेखको श्रीस्थान ज्वाला बोल्ने ठाउँमा आएको छौँ होइन, मन्दिर दर्शन गर्नलाई। सो हामीले दर्शन गर्नेछौँ, हजुरहरूलाई पनि दर्शन गराउने छौँ भन्दै दर्शन गराउन लाँदैछु है। साथीहरू के कस्तो छ ज्वालाहरू त्यो पनि देखाउनेछु। बाँकी यहाँ सुरुमै हामी चाहिँ सुर्खेतदेखि आउँदैछ साथीहरू है। हामी 4 जना अक्क लाएर हिँडेर चाहिँ सुरुमै मन्दिर रहेछ यहाँ। हेरौँ मन्दिर, दर्शन पनि गरिहालौँ। शिव पर्वत बोलेछ, पेट्रोलै गर्न कहाँ बोलेछ? कुत्ताको ए त्यहाँभित्र यहाँनिर क्या यस्तरी ज्वाला आइरहेको छ। त्यो ढुङ्गाबाट झ्याप आइरहेछ न र। पेट्रोल जस्तै बास आए जस्तो लाग्यो, पेट्रोलै के हो होइन। ज्वाला चाहिँ यसरी बोलिरहेको छ साथीहरू, यहाँनिर हेर्नु हल्का डाप आइरहेको छ। हाम्रो नेपालको ग्यास पेट्रोल खाने छ अरे पोल्छ होला अब। यस्तो रहेको छ। सो एउटा ज्वाला चाहिँ देखिहाल्ने साथीहरू। अब अरू चाहिँ यहाँ मन्दिरहरू छ टन्न होइन। यहाँभित्र पनि धेरै ज्वालाहरू छ, एकदम ठुलो, सबैभन्दा ठुलो नै ज्वाला यहीँ हो अरे। सो हामी जाँदैछौँ, आफू पनि दर्शन, हामी पनि दर्शन गर्नेछौँ, हजुरहरू पनि दर्शन गर्नु होला भन्ने आशाको साथ अघि बढ्दछौँ। ल कमान्डो गोर्खा अगाडि बढ्ला रहेको छ। यो पानीमा चाहिँ सलाइहरू बाल्यो भने उक्किने काठको पुलहरू छ कि दामी, आगो पोल्छ भन्छन् है पानीमा चाहिँ। सो हामीसँग सलाइ नै भएन, कस्तो ब्याड भयो क्या आज। ल नाकको कस्तो दामी बनाउनु भएको त्यो काठको पुल, कस्तो राम्रो। त्यो चाहिँ पञ्चकोशी ज्वाला क्षेत्र श्रीस्थान मन्दिर। कृपया पुलको छेउमा त भार एकपटक 4 जना मात्र, हामी 4 जना आएको थियौँ। हामी 4 जना चाहिँ एकपटक हिँड्नु मिल्दो रहेछ लेखेको छ कि साथीहरू। यसो एउटा मन्दिर यतातिर महादेवको अन्त गाँजै लिएर चढाइदिएको छ पत्ता। हर हर महादेव। ज्वाला चाहिँ ज्वाला सरी मन्दिर छ, मन्दिरभित्र ज्वाला छ। शिव 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 हरि ओम हरि ओम हरि ओम। एक दुईवटा त्यहाँ गाडिदिनु हो, बाँकी सब बाहिर सुरु उसको पुरो सुरु कहाँदेखि आउनुभयो? हम सुर्खेतदेखि। गाडी लाउनु त्यसै गाडी
तेर्सो राखेर दिएको लाग्थ्यो त्यस्तो तेर्सो कहाँ गाड्ने कहाँ सर गाड्नु त त्यहाँ छ त्यस्तो रहेको छ जग्गा चाहिँ त्यो गर्ने तातो हुने जाडो दिनमा त कन्टिन्युस गऱ्यो अनि यसरी होइन आफै उत्पत्ति भएको ज्वाला वर्षौँ कति सालदेखि हो यस्तो पहिल्यैदेखि होइन होइन गुरुबा गुरुबा बस्नुभएको छ पसिनाले सब दक्षिणमा चाहिँ एकमुष्ट आएको रे बाजे ल बस्नु होला लास्ट गर्मी हुँदो रहेछ कि भित्र चाहिँ हिटर रुम जस्तो त्यो गर्मीले अति यस्तो रहेको छ ज्वाला पनि हेरिहाल्यो दर्शन पनि गरिहाल्यो साथीहरू ल शिव भगवानलाई चाहिँ फुल चढाइदिनु पऱ्यो कि उति गाड्दै त अगाडि कस्तो लाग्यो साथीहरू मन्दिर होइन हामीले पनि दर्शन गऱ्यो हजुरहरू पनि दर्शन गर्नु होला यदि भिजिट गर्नु मन लाग्छ भने दैलेखको शिवरा बजारदेखि हल्का भित्र आउनु होला श्रीस्थान भन्ने ठाउँमा यो ज्वाला मेन ज्वाला अनि मन्दिर रहेको छ सो किप वाचिङ लाइक सेयर अनि पक्कै पनि हजुरहरू पनि दर्शन गर्नुभयो होला भन्ने आश राखेको छु सो थ्याङ्क यू सो मच एभ्रिवान तपाईँ हामी सबैको भगवान्प्रति आस्था छ होइन त्यसैले सो सबैलाई रक्षा गरौँ किप वाचिङ थ्याङ्क यू भन्न चाहन्छु साथीहरू पुरा ओके बाई बाई